सो हेलो गाइज वेलकम ब्याक टु मेरो भिडियो। आज चाहिँ मैले फेरि पनि तपाईँहरूलाई नयाँ भिडियो लिएर तपाईँहरूको सामु उपस्थित भइसकेको छु। म चाहिँ अनि त्यहाँबाट हिजो घर आएर अनि त्यहाँबाट भिडियो अपलोड गरेको हिजोको ब्लग हेर्नु भएन अनि त्यो नि हेर्नु होला गाइजहरू है। अनि त्यहाँबाट चाहिँ आज हामी चाहिँ टक्क पारामा धान रोपेको नि मिनी ब्लग त आएको थियो। अनि त्यहाँबाट त्यो मिनी ब्लग अनि धान रोपेको हाम्रो 20-22 दिन भइसकेको थियो। अनि त्यहाँबाट त्यहाँ झार पनि आएको थियो नि त गाइजहरू। आज चाहिँ हाम्रो झारू खाने दिन हो गाइजहरू है। आज हामी छुट्टीको बेलामा मौका पारेर जाँदैछौँ गाइजहरू। के कस्तो हुन्छ अब बाटोमा भेट पर्छ त गाइज। ल बाई ल गाइज स्कुटर यहाँ ल फोहोरो बस्ने गाइजहरू अहिले आज ल गाइज हामी चाहिँ फाइनल्ली यहाँ पनि आइसकेका छौँ तर मम्मी आउनु भएको छैन अहिलेसम्म। कता कि मास्तिर च्यात्दै हुनुहुन्छ कि कता हुनुहुन्छ। यहाँ खासै झार त आइन्छ गाइजहरू यार। पछि फेरि आयो भनेखेरि एकैचोटि लोट आइदिन्छ। अहिलेलाई चाहिँ खासै आइन्छ हेर्नु न। खासै छैन यो गाइजहरू झारै छैन। त्यहाँ के च्यात्ने र साथीहरू झार आफैले भन्नु न खै झारै छैन। अहिले चाहिँ हामी 6:40 मा चाहिँ आँखामा आज गाइजहरू है। कसम यताको साइड चाहिँ मैले रोपेको गाइजी हो धानहरू हेर्न। त्यही भएर यो यति धेरै गाँजा हालेछ नि। त्यो मैले रोपेर हो क्या यो पुरै यो छेउको ऊ त हेर्नु न गाइज मम्मीहरूले रोपेर हो। यो पुरै यो छेउको चाहिँ मैले रोपेको किनकि मलाई आउँदैन। अनि त्यहाँबाट किन मैले रोप्न पर्छ नि गाइज भन्नु होला फेरि होइन। यो चाहिँ हाम्रोमा अर्को ठाउँमा मेला आउनुभएको थियो। ठ्याक्कै चाहिँ मेला आएको दिनै मास्तिरबाट धान रोप्न सुरु गर्ने बित्तिकै उहाँ फेरि उहाँको दाईको चाहिँ अचानक निधन भएर चाहिँ उहाँहरू जानु पऱ्यो। त्यही भएर अनि त्यहाँ मैले नि रोप्न पऱ्यो गाइजहरू। त्यही यो कुरा अब चाहिँ हामी झारसार च्याच्छौँ आजको दिनचर्या कस्तो हुन्छ ल हेर्नु होला। ल हेर्नु न गाइजहरू यहाँ बिहान बेलुका बस्न त यहाँ पिसफुल ठाउँ छ क्या यार। कस्तो आनन्दको छ। यो चाहिँ हाम्रो दोकान भयो भने गाइज उताको हर्ने दोकान छ। हामीले ढोखोलामा चाहिँ 2टा छन् गाइज दोकान चाहिँ। म चाहिँ कता हिँड्नु त नि यो बौला कता हिँड्नु लखर भन्नुहुन्छ होला। पानी लाउन आफू गाइजहरू पानी त चाहियो उहाँ उसी जलाउँदा झार तान्दाखेरि त फेरि आटा निक्लिन पाएको हुन्छ र टक गर्छ नि। ल त गाइज ल पानी पनि गइसक्यो हेर्न सक्नुहुन्छ। अब चाहिँ मैले यो हिलामा चाहिँ मोबाइल चलाउन किनकि अस्ति मैले कता जाँदाखेरि चाहिँ पोखरा जाँदाखेरि चाहिँ मैले मोबाइल झिक्दै भिडियो बनाउँदै पानी पर्दाखेरि गरिदिएकै लास्ट आएर मोबाइलभित्रै पानी पसेको क्या। अनि यहाँ वालिङ आएर बनाएको नि त गाइज मैले अनि घरि साउन्डै नआउने घरि आउने भइरहेको थियो। अनि मैले यहाँ आएर बनाएकी चाहिँ भयो। ल त गाइज अब चाहिँ हामीले यहाँ झार च्यातेसी भेट्छौँ। अब मोबाइल थन्किन्छ गाइजहरू। ल बाई ल त गाइजहरू तल गरेर भेटिन्छ अरे। अनि त्यहाँ चाहिँ ल अब पानी पऱ्यो फेरि मोबाइल बिग्रिन्छ कि भन्ने डर पनि लागिरहेको है। अब चाहिँ म अब एकैचोटि अहिले पछि भेट्छु है त सबै गरेर भ्याइछु। अब के गरौँ यस्तै भयो। मोल पनि यहाँ छ। मोल चाहिँ हामीलाई हाल्न कति हाल्ने के हाल्ने मलाई हामीलाई आएन। अब चाहिँ अहिले एकैछिनपछि मम्मी आउनुहुन्छ अनि मम्मी आएर हाल्नुहुन्छ गाइजहरू। ल अहिले एकैछिनमा भेट्नुपर्छ पानी परिरहेको छ। ल त गाइज ल त गाइज यस बेलासम्म त हामी चाहिँ ल अब यत्रो यहाँ यो भ्याइसक्यो गाइजहरू। आधी छ अब तल्लो गएर चाहिँ भ्याइयो यति हो गाइजहरू। अब हेर्न सक्नुहुन्छ। ल त अब हामी खान्छौँ गाइज अनि भेट्न पर्ने हुन्छ है। ल बाई ल त गाइज यहाँ चाहिँ पुरी र तरकारी आएको रहेछ गाइजहरू। हेर्नुहोस् तरकारी यस्ता खा पुरी चाहिँ यहाँ प्लास्टिक हालेर ल्याउनु रहेछ। अब चाहिँ हामी किन भन्दा चाहिँ हामी यता अब खरे जाने भात खाने तरिकाले। अबको हाम्रो 1.5 घन्टामा त काम भ्याइन्छ गाइजहरू है। टक्क पारामा खासै छैन यो झ्याउ अग्यो र अनि यो सानो यो खासै ठुला छैनन्। निहालेर च्यात्न परेछ आएपछि च्यात्नै पर्यो। त्यही भएर अलि झ्याउ नै भयो गाइजहरू है।
ल अब चाहिँ हामी अहिले अब चाहिँ अब माथितिर नि भ्याइसी नै भेट्छ एकैचोटि ल त गाइस अब चाहिँ हाम्रो फाइनली काम सल्यायो अब चाहिँ हामी जानुपर्ने हुन्छ घरतिर अब नास्ता सास्ताले खाइयो त्यहाँदेखि काम गरियो अनि त्यहाँबाट हातको हालत हेर्न सक्नुहुन्छ गाइजहरू पुरै भइरहेको भएको छ गाइजहरू ल त अब गाइज अब हामी चाहिँ अब जान्छौँ होला मान्छेको फेरि जान्छौँ नै ल त गाइज अब चाहिँ अब घरतिर गएर भेट्न पर्छ गाइजहरू अब जिम्नी जाने आज गाइजहरू अनि यहाँ हेर्न सक्नुहुन्छ यो के भएको गाइजहरू हेर्नु न यो बिउ हत्तेरिका यतातिर छँदै छैन बिचमा चाहिँ डेन्जर तरिकाको रहेछ यार ल त गाइज हामी चाहिँ लाग्यो ल बाई बाई पानी पर्न लागिरहेको छ त पानी पऱ्यो भने मलाई त केही छैन किनभने म चाहिँ राखेको छु अझै म एक्लै छु गाइजहरू हेर्न सक्नुहुन्छ भर्खर एउटा दाइ चाहिँ जानुभयो म एक्लै यहाँ त्यो गाइजहरूलाई चाहिँ भर्खरै खाना खाएको गाइजहरू अहिले चाहिँ अबेला गयो डेन्जर उसमै लाग्यो क्या ल त गाइज अब चाहिँ एकैछिनपछि भेट्छु है त बोल्न थाहा के हो गर्न गयो 18 किलोको बेन्च प्रेस हान्दैछस् 11 लास्ट 12 चल त्यहाँ मर बाँचेर धन्ने लगाएछ हाम्रो चाहिँ जिम पनि भ्याइसकेको छु अब चाहिँ हामी हिँडिसकेको छौँ एकछिन बबाल भयो आज पनि है केटाहरूसित रमाइलो गर्दै हाँसखेल गर्दै गयो आज पनि ल त अब केदारनाथ भगवान्ले हाम्रो सधैँ रक्षा हुनुहुन्छ मलाई थाहा छ अहिले गाईहरू ल त अब बाटोतिर भेटौँला है त ल केटा अहिले चाहिँ हामी यहाँ माथि अरूमाथि स्कुलमा आएका छौँ हेर्न सक्नुहुन्छ यहाँ कति डुलियो क्यारी होस्टेल बसियो गाइजहरू हामी होस्टेल बसेको रुम त्यो उहाँ तलको त्यो गाइजहरू है अन्त चाहिँ यो टोइलेट भयो यहाँको टोइलेट चाहिँ हामीले हाम्रो साथीहरू मिलेर हाम्रो इक्जामको लास्ट दिन थियो धोबी फोरेको गाइजहरू यहाँ कति रमाइलो गरियो केटाहरू है त्यो पुरै बाल्दारेभरि उहाँ माथि के माथिल्लो फ्लोरभरि मान्छे हुन्थ्यो कि गाइजहरू हामी चाहिँ पुरै अब अरूभन्दा नि यो 10 क्लासको मात्रै रहँदा एकदम मजा हुन्छ गाइजहरू है चिलपारामा आयो यहाँ आयो नास्ता खायो कति सेको त दिनमा एउटाले खाइदियो केटाहरू जोसमा रयालाई हेर्नुहोस् कुस्मितको दादा दादा भन्दै नेक्ला फेरि दादा भन्दै नेक्ला फेरि लगाइस हेर्न सक्नुहुन्छ अनि त्यहाँ यो चाहिँ निर्मलले भाँचेको अहिलेसम्म भाँच्दै रहेछ है गाई चाहिँ ल हेर्न सक्नुहुन्छ यही हाम्रो अरूमाथि स्कुल अब चाहिँ एक दिन यहाँ सर्टिफिकेट दिन आउनुपर्ने छ गाईहरू है अनि त्यहाँबाट पछि केही भइएछ अनि स्कुल यसो भिजिट हान्नुपर्छ ल त गाईहरू यहाँको ताजा खबर कस्तो आनन्दको छ क्या होइन पुरै कोही यता बसेर पढ्थे या स्याउ लाउँदा कोही त्यहाँ यहाँ सबै जतासुकै एउटा पढ्थे गाईहरू आफ्नै सुरुमा पढ्दै सबै कोही खेल्थे पढे अन्डै छक्राउँदै हिँड्यो क्यारियो हामी अरूभन्दा नि होर त्यो माथिल्लो फ्लोरमा गाइजहरू होइन हामी केटाहरू यासी छ अब आज भोलि यासी छ नि हामी त्यहीँ गएर मस्त उसको बल खेलेर कागजको बल बनाएर खेल्दै बसिदिन्थ्यौँ क्या गाइजहरू है ल त गाइज के छैन अब यो स्कुल लाइफ नि जे गर्नु छ स्कुल लाइफमै रमाइलो गरेर केटाहरू 11-12 भने त्यस्तै हो अहिले चम्किए हौ नि तर स्कुल लाइफ जस्तो मजा चाहिँ आउँदैन क्या बुझिस् नि त्यहाँ राम्ररी पढ्ने होइन ढुक्क खेल्ने ल त गाइस अब चाहिँ हामी जान्छौँ ल कुनै दिन आयो भने म स्कुलभित्र नै भ्लग बनाउने छु ल बाई भन बाई गाइज भन बाई गाइज ल गाइज यहाँ बस्दा त मलाई त अझै बसौँ पढौँ जस्तो भयो गाइजहरू यार आफ्नो साथीहरूको ताजा खबर आइरहेको जति बस्यो उति सम्झना आइरहेको यहाँ के गरेको भनेर यहाँ कति मजाले खेलिन्थ्यो है चिरबिर हुन्थ्यो गाईहरू राति भात खाएर गएपछि
सबभन्दा सुरुमा चाहिँ हामी केटाहरू त बल झिक्कै खेलिदिइहाल्यो गाड पनि त्यस्तै सधैँ पर्नल्यो कहिले प्रिन्सिपल सर पर्ने कहिले के पर्ने त्यो पार्ने मस्त थियो अनि त्यहाँबाट केटा अब चाहिँ मैले सरहरू नरिसाउनु होला मेरो भ्लग हेर्नु भने चाहिँ झुकेर हेर्नु भने नरिसाउनु होला किनकि यो हामी चाहिँ रातिभरि कहिले काहीँ चाहिँ सुतिन्थेन क्या कहिले काहीँ केटाहरूले कहिले तास लिएर आउने कहिले उनो लिएर आउने कहिले केटाहरूले मोबाइल ल्याउँथ्यो अनि त्यहाँबाट मोबाइल ल्याउँदा त एक दिन त थाहा पनि भएको त्यस्तो मोबाइल ल्याउँदा त्यस्तो उसहरू त हेर्दैन त्यस्तो नराम्रो चिज त्यस्तो केही हेरिएन हामी केटाहरू सबै त्यो त्यस्तो चुरोट गाँजा नखाने कोही थिएन खाने होइन सबै सधैँ अनि त्यहाँबाट मस्त क्रिकेट हेरियो बसियो रातभरि अनि त्यहाँबाट कहिले गीत गाउँदै गिटार ल्याइयो गीत गाउँदै बसियो गाइजहरू है ल यहाँको ताजा यहाँ जति बस्यो उति सम्झनाहरू आइरहेको केटा हो यसो त्यहाँ घन्टीला पढाउनु छोड्यो खुर्र यहाँ आयो फेरि केही बेर बस्यो फेरि खुर्र गइहाल्यो क्या मजा आउँथ्यो यहाँ यो रोड यो गल्ली भयो नि गाइजहरू यो पुरै हल्ला गर्दै हिँड्ने गाइजहरू माथि जति रमाइलो गर्नु छ गाइजहरू 10मा गर्नु हामीले नि सोचिन्थ्यो क्या गाइजहरू अब के 10 पास गरेपछि त एकदम रमाइलो हुन्छ मज हुन्छ केही मजा नगरेर अब 10मा हो गाइजहरू है 10 जतिको यस्तो मजाको लाग्छ को नै छैन केटा कसम भनेको 10 जतिको त यस्तो मजाको लाग्छ नि अनि त्यहाँबाट यहाँ आइन्थ्यो खेलिन्थ्यो बसिन्थ्यो तल भयो वहाँ तल भयो हामी सुत्ने भनेको चाहिँ वहाँ तल गाइजहरू है अनि त्यहाँबाट बिहान आउँथे केटाहरू पाली लाउँथे टोइलेट बस्नलाई के शर्मा टोइलेट बस्नलाई केटाहरू पाली बस्थे क्याथे हल्लाखोर गर्थे मजा आउँथ्यो अनि त्यहाँबाट कहिले केटाहरू वहाँ गएर पुसअप च्यालेन्ज हान्ने त्यो कालो देखेको नि त्यहाँ गएर भीम तान्ने कसैले के गर्ने कहिले वहाँ माथि गएर लुगा सुकाउने केटा हामी त डेन्जर रमाइलो गरेको कसम भनेको यो ब्याजले त ल सरहरूलाई पनि केही दुःख पाएन है गाइजहरू पाउनु भएन होइन नचुरोट खाने नगाँजा खाने कसैले त्यस्तो केही नगर्ने होइन सबैले मस्त पारामा क्या चिलमा क्या आफ्नै पारा फेरि पढ्न नि कसैले पढ्दैन क्या हाम्रो ब्याजकोले सत्यता कुरो हो होइन झुट बोल्न भएन तर पढ्दैन क्या रमाइलो भयो अनि म्याथको टेस्ट त केटा हो के भनौँ यार म्याथको टेस्ट कहिले त्यो माथिको तल राखेर टेस्ट लिने कहिले यहाँ राखेर लिने कहिले वहाँ राखेर लिने म्याथ पढेर केही हुन्छ कसैले केही खाँदैन बाबु म्याथ पढेर केही हुन्छ कसैले केही खाँदैन बाबु म्याथ पढेर सिधै भन्छु म आफूले पास हुने गरी पढ्ने हो अन्त त्यही हो मैले मेरो अनुभवले चाहिँ के भने भन्दा म्याथको आफूले पास हुने गरी पढ्ने गाइस त्यहाँभन्दा धेरै पढेर कामै छैन अब टपरहरूलाई त अब उस हुन्छ नि त के भन्छ अरे धेरै नम्बर ल्याउनु पऱ्यो 4 GPA 5 GPA नुन होइन अब हामी जस्तालाई त किन टक्क पास हुने पढ्यो ल्याइयो हेर्न सक्नुहुन्छ त्यो कक्षा चाहिँ एकदम स्मरणीय छ है गाइस त्यो कक्षा चाहिँ ल त गाइस जति बोल्यो नि त्यति नै हो अब चाहिँ हामी लाग्छौँ है ल अरूभन्दा नि म्याथको टेस्टै ढुट्टो दियो कसम ढुट्टै दिएको म्याथको टेस्ट ल बाई बाई गाइस